मेरो क्याल्कुलेसनमा मेरो डिस्टर्ब भयो। मेरो हिसाबहरु अलिकति अब जोड घटाउमा अलिकति माइनस प्लस। नमस्ते, मेरो नाम हो पंकज चपागाई। म महादेव ट्रेडर्स एन्ड सप्लायर्स को ओनर हो। मैले विगत 2078 सालदेखिबाट यो व्यवसाय गरिरहेको छु। आज प्रिन्टिङ पेपर, प्रेस सम्बन्धीको पेपरहरु मसित सम्पूर्ण पाइन्छ। साइजको विभिन्न पेपरहरु हामीसित उपलब्ध हुन्छ। यसमा हाम्रो टप बोर्ड पेपर भन्ने आएको छ। अहिले जो नेपालमा हाम्रो बट्टा बनाउनको लागि धेरै सजिलो हुन्छ। जो बक्स मेडिकल बक्सहरुको लागि, जस्तो फुड प्रोडक्टहरुको लागि बक्सहरु हामीले बनाइन्छ। यो पेपर पनि हामीसित उपलब्ध हुन्छ। पहिला मैले यो तपाईको म्यानुअल गर्थे, जो लेजर भयो, नोटबुक भयो, यिनीहरुमा चाहिँ लेखेर यो टेली र यो एकाउन्टको सम्बन्धीको हिसाबहरु गरिराख्थे। त्यो गर्दा अब पछि आफ्नो बिजनेस पनि ठुलो हुँदै गयो। अब एकाउन्टहरु, कस्टमरहरु टन्ने धेरै हुँदै गएपछि अनि मैले यसलाई कभर गर्न चाहिँ मलाई गाह्रो भयो। मेरो क्याल्कुलेसनमा मेरो डिस्टर्ब भयो। मेरो हिसाबहरु अलिकति अब जोड घटाउमा अलिकति माइनस प्लस भइसक्यो। त्यसमा गर्दाखेरि मेरो काम गर्दाखेरि अलिकति बिग्रियो। त्यसको लागि मैले टेलीको बारेमा मैले मार्केटमा धेरै ठाउँमा सुनेको थिएँ। नयाँ सफ्टवेयर छ टेली भनेको। अब मेरो लागि त नयाँ हो। विगत त धेरै वर्ष अगाडिबाट टेली थियो। अब मैले सुनेको खण्डमा त नयाँ हो। त्यो सुन्दाखेरि अब मलाई चाहिँ अब के लाग्यो, को छ यही लाग्यो। यहाँ हाम्रो यही मेरो अफिसको पछाडि राजु ढकाल सरको अफिस छ। उहाँले चाहिँ उहाँसित मैले गएर सोधेँ, सर यस्तो कस्तो हुन्छ होला। उहाँले मलाई राम्रो रेस्पोन्स दिनुभयो। यस्तो हामी तपाईँलाई टिम वर्क दिनुभयो, उहाँले टिम सपोर्ट गर्नुभयो। मलाई आज यहाँसम्म ल्याउने उहाँले पनि टेलीको लागि गर्दाखेरि धेरै नै राम्रो भयो। स्टकमा मलाई एउटा के सजिलो भयो भन्दाखेरि टेली युज गरेपछिबाट मेरो सामान भ्याउने अगाडि नै मलाई अपडेट भइहाल्छ। मैले त्यो भ्याउने अगाडि नै मैले भेन्डरहरुसित फोन गरेर ल मेरो यो सामान भ्याइयो, मेरो पसलमा एनी टाइम सब चाहिँ हुन्छ। पहिला त्यो जिनिस थिएन। पहिला अब मलाई आफैलाई गएर हेर्न पर्ने थियो, आफ्नो स्टोरमा गएर हेर्न, सबै चेक गर्न पर्ने थियो। मसित यति माल छ, यति छ। अहिले के भयो भने टेलीको स्टकले गर्दाखेरि मलाई अलमोस्ट एउटा के राम्रो भयो भन्दाखेरि म अब गोदाम हेर्न मैले परेन। गोदाम नहेर्दाखेरि मैले आफै यो पेपर यति छ म कहीँ जानै पर्दैन। मैले घरबाट पनि मलाई थाहा हुन्छ कि मसित सामान कति छ, कतिको पर्चेस भयो, यो सामान मसित भ्याइएछ, यो मगाउनु पर्छ भन्ने मलाई चाहिँ थाहा भयो। यसले गर्दाखेरि मलाई सजिलो भयो। अनि टेलीको फ्युचरहरु मलाई राम्रो लाग्यो, सजिलो हो। स्टक राम्रो छ। यसमा तपाईको मैले कस्टमरलाई सामान बिल काटेको खण्डमा पहिले नै WhatsApp थ्रुले उहाँहरुलाई मेसेज जान्छ। मलाई इन्फर्मेसन, मैले भ्याट बिल खोज्न पर्दैन। WhatsAppमा थाहा भइहाल्छ कि ल उहाँको नम्बर, इन्भोइस नम्बर यतिको बिल गएको छ भनेपछि मलाई त्यसको लागि पनि मलाई धेरै सजिलो भयो। मान्छेहरुले पनि मलाई ल सेटिस्फाई भइरहेछन्। मेरो क्लाइन्टहरु पनि मसित जे होस् तपाईले राम्रो युज गर्नुभएको छ भनेर राम्रो ग्रो भेटिरहेको छु। यसले गर्दाखेरि मेरो बिजनेसमा धेरै प्लस पोइन्ट आइरहेछ। पहिला भन्दा पनि धेरै राम्रो भएको छ। किन भन्दा मार्केटमा नयाँ आयो। ल मसित महादेवसित काम गर्ने बित्तिकै हामीले साथै बिलहरु भेटिन्छ। बिल भेट्दाखेरि हामीलाई एउटा प्लस पोइन्ट पनि भयो भन्ने चाहिँ हुन्छ। यसमा हाम्रो काम गर्दाखेरि धेरै सजिलो भयो कि जो हाम्रो सम्पूर्ण इन्भेन्टरीहरु गर्नको लागि निकै नै सजिलो भयो। यसले हाम्रो चाहिँ अब बिजनेसलाई धेरै ग्रो अप गरो। अब मैले सबैजनालाई के सल्लाह दिन्छु भन्दाखेरि हाम्रो जो यो भ्याट भयो, प्यान भयो, यो जति पनि हाम्रो व्यवसाय गर्ने सबैलाई यो टेलिप्राइम युज गर्दाखेरि धेरै नै युजफुल्ली छ। यसले हामीलाई धेरै नै सपोर्ट गर्छ। मार्केटमा हामीलाई जे होस् काम गर्दाखेरि कहिले पनि अप्ठ्यारो भएन। यसले गर्दाखेरि हामीलाई म्यानुअल बिल केही पनि काट्न परेन। जे पनि हुन्छ हाम्रो सबै कम्प्युटर आफू जहाँ छु म यहाँ भए पनि यहीँबाट जहाँबाट पनि मेन्टेनेन्स चाहिँ हुने भयो।